नमस्कार, तपाईहरू हेर्दै हुनुहुन्छ लुक्स नेपालको दैनिक हेडलाइन। नेप्से परिसूचक 2700 बिन्दु नजिक, एकै दिनमा 9.5 अर्ब भन्दा बढीको कारोबार। आन्दोलन गरेर मात्रै नेपालको प्रणालीमा परिवर्तन ल्याउन सकिन्छ, राजेन्द्र लिङदेन। माधव नेपाल विरुद्ध अभिव्यक्ति दिएपछि रामकुमार झाँक्रीलाई सोधियो स्पष्टीकरण। सर्वोच्चको आदेश, त्रिवीमा लगाएको ताला तत्काल खोल्नु। श्रीलङ्का विरुद्ध पहिलो हाफमा नेपाललाई 4 गोलको अग्रता। मध्य पहाडी राजमार्गको जाजरकोट खण्डमा छिटो काम सक्न संसदीय समितिको निर्देशन। डिस होमको रमाइलो टिभीमा नेपाली भाषामा रामायण प्रसारण हुने। करदाताको संख्या 5,73,000 थपिए, राजस्व संकलन लक्ष्य भन्दा कम। राष्ट्रिय सभालाई विधेयकमा 2 वर्ष कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्न समितिको निर्णय। बिनाई खोलाको नयाँ पुल तयार, भोलिदेखि गाडी चल्ने। 3 लाख मेट्रिक टन मल आयातका लागि टेन्डर आह्वान भइसक्यो, कृषि मन्त्री अधिकारी।